पर्दो रहेछ हेर्नै नमिल्ने। यहाँहरू सबैजना हाम्रो अगाडि आसन हुनुभएका वरिष्ठ व्यक्तित्वज्यूहरू र हामीलाई यहाँ यो स्टेजसम्म ल्याइपुर्याउनु हुने आयोजक इन्टायर टिम नेपाल आदिवासी जनजाति महासङ्घ इन्टायर टिम अनि विभिन्न भाषिक सङ्घ संस्थाबाट आउनुभएका पाल्नुभएका सम्पूर्णमा यहाँहरू उपस्थित सम्पूर्णमा फेरि एकमुष्टमा सेवा है हौवा बबिना राई टाढादेखि आउनुभएको छ। पक्कै पनि यो समयलाई एकदम व्यस्त समयमा पनि तपाईँहरूको उपस्थिति रहेको छ, एकदमै खुसी लागेको छ। र हाम्रो विशेष गरेर आज हामी बहुभाषिक यतिकै पनि बहुसांस्कृतिक हामी नेपाली, त्यही माथि यहाँ नेपाली आदिवासीले कार्यक्रम गरिरहँदाखेरि सम्पूर्ण हाम्रो आदिवासीको एउटा प्रस्तुति गर्दा पनि हामी धेरै नै एकदमै धनी कला संस्कृतिको, त्यही माथि विदेशमा आएर यति राम्रो कार्यक्रम भइरहँदाखेरि सबैको सहभागी हुँदाखेरि हाम्रो आर्टिस्ट जति चाहिँ आधा बाहिर नै हुनुहुन्छ है ब्याक स्टेजमा। सबैजना भित्र यतापट्टि आइदिनु होला, अब एकछिन रमाइलो गर्नुपर्छ है। ल धेरै नबोले फेरि अलिअलि नेता होला जस्तो हुन्छ र कमै बोलेँ म। र अब धेरै समयलाई मध्यनजर गर्दै म गीतबाट अगाडि बढ्न चाहन्छु। आज मेरो आफ्नो प्रस्तुतिहरू त धेरै दिनुहुन्थ्यो हजुरहरू समक्ष, तर हाम्रो आज मिलन दाई आदरणीय दाई हुनुहुन्छ, उहाँहरूको प्रस्तुति पनि हेर्न बाँकी नै छ। अब म ट्र्याकबाट अगाडि बढ्न चाहे सबैभन्दा पहिलो ट्र्याक गाउन चाहन्छु चरी भए बुरुरु जान्थे उडेर है त माथि सबैजनाले साथ दिनु है त।
गाइरहँदाखेरि मेरो आफ्नै मेरो आमा मेरो आप्पाको छोरा मेरो दाइ भाउजू पनि यहीँ हुनुहुन्छ है यहाँ कहाँ बस्नु भएको छ कि मेरो दाइ भाउजूलाई पनि बोलाएको छु जब पनि हुनुहुन्छ यहाँ तपाईँहरू जस्तै